ल है गाइस, अब मैले झिनै स्याहार्न लागेको, मतलब झिनैको दाना छन् कि छैनन् भनेर हेरेर स्याहार्न लागेको है। यस्तो छ झिनै, यस्तो छ हेर्नुहोस् त, झाङ धेरै फल कम फलेको छ है। यहाँ फेरि मुसाले बिठाइ गरेको छ। अनि झिनै चाहिँ हल्का अहिले फलेको छैन, फल्न चाहिँ फलेको, तर विडम्बना अहिले मौसम यस्तै हुनाले फल्न सकेको छैन है। उता तोरीबारी, यो तोरीबारी हो, यतानिरको लिचीको बुटो हो। यो पनि लिचीकै बुटै हो। अब यिनी फल्नलाई रेडी भएका छन्, माघतिर फुल्ने गर्छन्। सो बर्खा मासमा पाइन्छ, असार ताका। यस्तै छ हेर्नुहोस्। यता काटेर रेडी गरेर राखिएको छ। यो चाहिँ घर हो है, झुप्रो छ घर है, झुप्रो छ। आँपको बुटो हुन्, भदौरे आँप खाँदा मिठो हुन्छ, देखाउँला मैले युट्युबमा है। अहिले चाहिँ फलेको छैन है। भिडियो कस्तो लाग्यो, मन पर्यो लाइक सेयर गरिदिनु होला। अरू त केही छैन है, जाडो छ। सबैले मौसमको समयअनुसार सबैले स्वास्थ्य ख्याल गर्नु होला। साँझ बिहान मनतातो पानी तताएर मात्र पिउने गर्नु होला, किनकि अहिले यो चिसोको मौसम छ। सबैले ख्याल गर्नु होला। यति भन्दै आजको युट्युब च्यानलमा यति राखेँ, धन्यवाद।